हेलो गाइज, वेलकम टु शीतल्स ब्लग। आज हामी रेडी भएर बिहानै कति बजिसक्यो, 6 बजे होला, 7 बजे होला दिदी 7 बजिसक्यो। फोनमा चाहिँ 7 बजिसक्यो, 7:30 हुन लागिसक्यो। अब हामी चाहिँ घुम्न जाने प्लान छ। अनि रेडी भएर एकैछिनमा अब हामी निस्किन्छौँ। 8 बजीसम्ममा रेडी भएर निस्किन पर्छ, हो कि नै दिदी? रेडी हुन दिदीले कपाल हिजो कलर गरेको खतरा देख्छ। हामी चाहिँ हिजो यो पातहरू लिएर आएर पुरा राखेको। यो कम, अझै कम छ। अझै पछि हामी फोटो थपेपछि, यहाँ फोटो आएपछि पात पनि आउनेछन् भन्ने आशा राख्दै फोटो आएपछि पात आउँछन्। निशा दिदी रेडी हुँदैछन् होइन? त्यहाँ अहिले पो फोटो कम छ र हामीले पात पनि कम राख्यौँ नि त। पछि फोटो अलि यहाँ थपेपछि हामीले ऊ पनि धेरै राख्नेछौँ। हामीले यहाँदेखि सर्लक्क उहाँसम्म लिएर आएर अनि त्यो माथिबाट लाइट पनि राख्नेछौँ। पछि हामी देखाउने छौँ। हामी रेडी भएर मेकअप गरेर, निशा चाहिँ आज भ्याएन, म चाहिँ रेडी भएर, निशाले पनि लगभग भ्याइसकिन् त्यति बेला आउनेसम्म। ये लड़की अब तक बाथरूम में थी। मेकअप राम्रो धेरै मेकअप गर, छिटो गर्दा हो के। ऊ त पुछ्नु म यहाँ गर्छु। बल्ल लाग्यो बल्ल हामी चाहिँ रेडी भइसक्यौँ सब। दिदी पनि रेडी भइसक्नु। दिदी अझै कन्फ्युज हुनुहुन्छ के लाउने के नलाउने भनेर। यसमा राम्रो देखियो के? त्यस्तै बान्नु राम्रो देखिन्छ। देखो गाइस, मेकअप गरेका नि मेकअप जाने बेला भयो, हिँड्ने बेला भएन। हामी रेडी भएर पर्खिरहेछौँ। यहाँ सिरी छिटो रेडी हुनु। अब चाहिँ हामी हिँडिसक्यौँ घरदेखि। गाइजहरू अगाडि छन्। हामी चाहिँ स्ट्यान्ड बोकेर आएको, स्ट्यान्डदेखि बनाउनु पऱ्यो भनेर, सजिलो हुन्छ भनेर। तर कहाँ झर्ने हो। पानी बोक्दै जाँदै अब हामी चाहिँ हिँडिसक्यौँ। ल गीत गाऊ। गाडी चला। अब त हामी गाडीदेखि नै जानेवाला हौँ, यहाँदेखि। कुन गाडीमा जान्छ अब हेरौँ, कुन गाडीमा जान्छौँ, के हुन्छ कस्तो हुन्छ हामीले तपाईँले देखाइ नै हाल्नेछौँ। अहिलेका लागि यति नै। अर्को ठाउँमा गएर भेटौँला। अब चाहिँ हाम्रो अफरोड सुरु भयो। बाटोहरू चाहिँ तलसम्म भिजै थियो, अहिले चाहिँ भिज्छ र खतरै रहेछ है बाटोहरू चाहिँ। बाटो बनाउँदै हुनुहुन्छ। अब 2-4 वर्षपछि चाहिँ यहाँ अलिक बिजी हुन सक्छ नि बाटो। अलि दिदीलाई चाहिँ ठुलो गाडी देखेर चाहिँ डर लाग्छ अरे। चितलाङ गाउँ कस्तो राम्रो हेर्नु त। हामी चाहिँ चिया पसलमा चियाहरू कफीहरू खानको लागि झरेको। गाइस, दिदीको चाहिँ भिडियो स्टार्ट भयो। क्यामराम्यान निशा महत्ता। लास्ट गर्मी यार गाइस, यहाँ त अनिसा दिदी अगाडि। सरी गाइस, त्यो नानीलाई के भइरहेको रहेछ, खै गाह्रो भएर रहेछ क्या खै। बच्चाहरू खेलिराखन्। अब चाहिँ हामी जान लागेको छौँ। यसो वासरुमहरू जान्छौँ अनि चिया कफीहरू खान्छौँ। यहाँ छ यो बस्ने चाहिँ, अनि बाथरुम चाहिँ उहाँ। 5 मिनट 10 मिनट हिँडेर चाहिँ बल्ल हामी पुग्छौँ वासरुम। धेरै बोल्न जाने फेरि यहाँ छ यार, 5 मिनट यहाँदेखि उहाँसम्म हिँड्दै जानुपर्छ। दिदी ब्लगर दिदी ब्लगर जुत्दै गाइज। वहाँ हेर्नु, मान्छेलाई फुर्सद छैन भिडियो बनाएर। कहाँ से आते हैं ये लोग।
हामी चाहिँ अब खाजा खाएर निस्किसक्यौँ कल्चरल ड्रेस यहाँ पनि पाइन्छ क्या हामी चितवनमा लगाएको थियौँ यस्तै कल्चरल ड्रेस अब चाहिँ हामी निस्क्यौँ गाइज हामी यहाँ चिज फ्याक्ट्रीमा आइसकेको छौँ बाख्राको होइन भेडाको चिज पाइन्छ नि यहाँ चाहिँ चितलाङको यो माथि चितलाङ त्यो बाटोदेखि मेन रोडदेखि चाहिँ अलि माथि निस्केपछि चाहिँ यहाँ चाहिँ चिज मात्र नभई हाम्रा प्रसिद्ध मुलाको साग हाम्रो मुलाको साग दिदी मुला देखेर कस्तो लाग्यो मुलाको साग मुला जस्तो लागिरहेको मुली जाउँदा यहाँ आएर चिज लिन सक्नुहुन्छ है गाउँको चिज फ्याक्ट्री हो मुला फ्याक्ट्री पनि रहेछ कि यहाँ कुरो काठमाडौँ लानुहुन्छ ए कसरी केजी हो नि 25 रुपियाँ केजी ए ल 4 किलो राखिदिनुहोस् अचार बनाएर खानु होला के हो यो चिज पाउने प्राइस यहाँ हो है चिज पाउने गुन्द्रुक पनि पाउने रहेछ गुन्द्रुक अनि के हो यो दालचिनीको पात के भन्छ ठिक ठिक भेडा चाहिँ कहाँ छ चाहना पनि पाउँछ नि भेडा होइन बाख्रा बाख्रा कहाँ छ माथि फर्ममा छ यो चाहिँ बाख्राको हो हजुर भेडा फर्म म त जिन्दगी यहाँ पहिलोचोटि सुन्यो नाइ म नखाने नाइ नाइ कतिपयलाई मुला लिएर आयो तिमीले रोटी पकाऊ अनि खाम्ला हुन्छ मुलाको अचार र रोटी ल त्यो कान आज यस्तो गर्मी आज किन लाने कान ताच्छन् भने रेस्ट गर्ने ठाउँ होला बल्ल हामी शीतलतिर आयौँ कि अहिले हामी अहिले भेडा फर्म आइसक्यौँ चितलाङ गर्दैन चितलाङ अतिथि गरिमा हामी चाहिँ आयो यहाँ चाहिँ धेरै मान्छेहरू आउँदो रहेछन् यो चाहिँ इलाम जस्तै छ हल्का सानोतिनो इलाम सानो छोटा इलाम छोटा इलाम यतै हो हामी चाहिँ यिनीहरू भेटौँला यहाँ आइसक्यौँ भिडियो पनि बनाउन लागेको छौँ हामी यहाँ चितलाङको यो भेडा फार्म हो कि के फार्म हो टिकटिके मम्मी छे तर टिकटक अझै भएन त्यहाँ गर्ने हाम्रो चाहिँ हेत्तेरी यो गीत के होला के गीत होला गाई चाहिँ दौडिने घर केटाकेटी आइजाऊ गाइज यहाँदेखि दौडिँदै गएर पनि चित्त बुझेन अझै खराब गाइज निसाहरू चाहिँ दिदी आऊ गाइज आऊ जामिन है ढिला भइसक्यो गाइज फ्युचर हस्बेन्ड बी लाइक यतिको चाहिँ हुनुपर्छ है गाइज फ्युचरमा अझै चित्त बुझेन दिदीको अझै चित्त बुझेन अब चाहिँ हामी जानलाई निशा दिदी फ्युचरमा त्यतिको चाहिँ हुनुपर्छ है चाहिँ बाख्रा दिदीलाई चाहिँ बाख्राले हान्छ जस्तो छ अब निशा दिदी यो बिमा हो कि हेमा दिदीलाई केही थाहा छैन यार बिमा हो कि बाख्राको कानमा लगाइदिएको यो बिमा हो बिमा गरिदिएका हुन् के कस्तो हो र कस्तो होला बिमा गरिदिन्छन् कि बाख्राको थाहा कि नै मऱ्यो भने पैसा दिन्छन् सरकारले मऱ्यो भन्ने होइन केही भएर यस्तो केही मऱ्यो भने चाहिँ सरकारले उ गर्छ कि जिम्मा लिन्छ त्यही भएर बिमा गर्छन् गाइज यिनीहरूलाई केही थाहा छैन बाँधा जस्तो
खालि भिडियो बनाउनु बेला केही आउँदैन दिदी डक्टी दिदी धेरै धेरै धन्यवाद धेरै धेरै धन्यवाद गाइस हामी चाहिँ मर्खु आइसक्यौँ गाइस पुल यो बाटो पुल नगयो भने मैले तिमीलाई चक्लेट दिन्न हस् ल म पुलबाट आएपछि तिमीलाई चक्लेट है ल गर्मी कति छ भन्ने कुरा त अनुहार देखेर थाहा भइहाल्यो होला आउने छ दिदी छाताबाट आऊ 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 भित्र पस हामीलाई गर्मी भएन र दिदी म छुक्छु नि छाता म अल्की दिदी प्लिज म छुक्छु के लाएर त्यसै हामी त बाहिर हामी मकवानपुर जिल्ला मर्खु कति राम्रो गाउँ छ गाइस यहाँ पुरा झिलिमिली गाउँ हामी चाहिँ यो पुलदेखि चढेर अब हामी जानेवाला छौँ हामी चाहिँ ऊ त्यहाँदेखि माथि चढेर उता पल्लो साइड चाहिँ यसको पल्लो साइड चाहिँ ऊ छ है त्यो झर्ना छ भ्यू खतरा खुट्टा दुखेर म पागल हुन लागिसकेँ नेल ठुला थिएँ अनि काट्नु पर्ने रहेछ नकाटी आएँ ए जुत्ता खोल्नु पर्ने रहेछ छैन नि मिल्छ कि मिल्दैन होला है ए यहाँबाट जान मिल्छ होला यो चाहिँ फाइनली हामी चाहिँ मोहनी झर्ना आइपुग्यौँ मोहनी झर्ना जाने बाटो निशा दिदी थाकेर भित्ता टाँसिन् गरम भएर शीतल खोज्दै यति हिँड्ने हो कि कहाँबाट आएको भन्ने कुरा नि म त बिर्सेँ होला हो है यो वरिपरिदेखि डाँडो होइन नि त काठमाडौँ चाहिँ टिकट काट्नुपर्छ गाइस यहाँ टिकट काटेर ऊ त्यहाँ हेर्न जाने हो टिकट काट्दैछन् कति हो टिकटको 25 रुपिस एकजना पर पर्सन 25 रुपिस यिनीहरूले क्यारेका होला पनि केही बेसो पाएन यताबाट जान ला आइरह्यो यिनीहरू अर्को माथि मोटे दाइ अगाडि ओ भाई मारो मुझे मारो मारो मुझे मारो मारो अनिसा दिदी अर्को दिदी म चाहिँ जुत्ता नि नखोलिकन बसेँ मलाई पानी दिएर लड्छु त्यहाँ दिदीको मेटी उडाइदिएन है हामी चाहिँ झर्नादेखि फर्किनु लागेको छौँ लास्ट थाक्यो झर्नामा खेलेर फेरि लडेको भिडियो बनाउनु पर्ने रहेछ लडेको सिन चाहिँ मिस भयो गाइस हामीले चाहिँ देख्यौँ केही छैन यहाँ चाहिँ तल खोल्नु स्विमिङ पनि खेल्नु त्यो झर्ना पुगेर आयो त्यो भ्यू चाहिँ खत्रै हो तर हिँड्न चाहिँ टम्मै हिँड्नु पर्दो रहेछ यो चाहिँ हालत खराब छ कसरी घर जाने भन्ने कुरा मात्रै हो अब आउन त आयो आउने भनेपछि एक्साइटमेन्ट छुट्टै हुन्छ अब जाने कसरी हो गाइस हामी चाहिँ जङ्गलको बाटो आइसक्यौँ सर्टकट बाटो हो हामी चाहिँ आएको बाटो माथिको बाटो हो मेन बाटो तर अहिले आउँदा चाहिँ हामीलाई लास्टै गाह्रो भयो अनि पसिना पसिना भइयो गाइस हामी यस्तो बाटो हिँडिरह्यौँ अनिसा दिदी त कहाँ पुगिन् छैन नि आउँदै हामी मात्रै हो दिदीले जुत्ता चप्प हात बल्ल म त झन् कस्ती भयौँ न हर्री 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 म देख्यो गाह्रो छ हिँड्न नि गाह्रै छ जाने मैले घर ठुलो कहाँ भेटाउनु ऊ त जङ्गल अब बाइक किन्छु र बाइकमा आउने मैले चलाउँछु ल मैले लाइसेन्स जिक्छु अब दुई बहिनी पुरै उड्छन् जति ठाउँ पल्टाइ भने हामी ल्याउँछौँ अब बाइक तिम्रो लाइसेन्स आज 10 फेर फुस्क्यो होला
दिदी मिच्छेर कहिले लाउनु नहुने जस्तो कहिले लाउनु नरे तेरी हुँकार फुट्ट फाल्दै तेरी हुँकार फुट्ट फाल्दै खाली खुट्टा फन्तिर जुत्ता खुट्टा दुखेर ओङ्ना दुखेर अब हामीले जुत्ता नलाउने लिइरहेको त्यही त्यसरी हिँड्नु पर्यो दिल्ला मजा आउँदैछ मलाई उल्टेरी कसरी समाचार लयो हुन्छ दिदीले सिटीमा जान सिक्दैछिन् बजेको ए अहिले फेरि बज्दिन हामीले जब भिडियो मोबाइल ठडाउँछ भिडियो बन्दिन दिदी कसरी आइसक्यौँ गाइस पुलमा आइसक्यौँ बल्ल शीतल अहिलेसम्म यस्तो राम्रो भ्यू देखिरह मजा आयो यार गाइस लास्ट हो भयो खुट्टा यस्तो तर रमाइलो नि भयो खुट्टा नि 11 दिन पढेको हो कि ओ त्यही भएर मैले 5 कक्षामा मध्ये पढे भेजेको त मैले नेपाल खाइदिन्छु सबै चाहिँ रातमा नेपाल अजरात भित्र पुरै पछिको मागले चाहिँ म सुनाइदिनु होइन अनि सुरज पहिला मन्दिर सरकारको बेलामा सुरज थापाले सुरजबहादुर थापाले 17 वर्ष प्रधानमन्त्री खाएको थियो अहिलेको प्रधानमन्त्रीले 6 महिना खान नभएको नेपाल मेरो लागि बराबर ठीक बुवा ठीक अब चाहिँ हामी यहाँ खाजा खानु भनेर लागेको छौँ हामीहरू घर फर्किँदा एकदमै अँध्यारो भइसकेको थियो अनि भिडियोहरू चाहिँ त्यति राम्रोसँग लिन नि पाएनौँ अहिलेसम्मको हामीहरूले बनाएको भिडियोहरू हजुरहरूलाई कस्तो लागिरहेछ पक्कै पनि इन्जोय गर्नु नै भयो होला कस्तो लागिरहेछ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला थ्याङ्क यू फर वाचिङ